एभ्रिबडी, हामी फेरि पनि आइसकेको छ अनबक्सिङ भिडियो लिएर है। आज चाहिँ यो चाहिँ हामीलाई बेबिलाले पठाइदिएको होइन, हाम्रो बहिनीले पठाइदिएको छ सामान है। के छ अब हेरौँ है। अस्तिदेखि पठाइदिन्छु भन्दै थियो, तर फाइनली अब चाहिँ साइड जुडिएको छ है। के जुरेछ? बुलडग 2X स्पाइसी रामेन नोभल छ। तेरो फेभरेट चिज आलुको चिज पनि पठाइदिएको रहेछ हो। वाउ, थ्याङ्क यू सो मच बेबिला। अन्त यो चाहिँ के रहेछ, एक एकवटाबाट अनबक्सिङ गरौँ है। ओह के हो न, किराहरू पानी परेर चाहिँ हो, किराहरू पुरा आइरहेको छ। बिग्रेछ नि फर्सीको मुन्टा त। साथीहरू, यो चाहिँ फर्सीको मुन्टा पठाइदिएको है बहिनीले। थ्याङ्क यू सो मच बेबिला बहिनी। साथीहरू हेर्नुहोस् न, मेरो फेभरेट साग हो माइसा पो गरे भाइसा। यो चाहिँ यस्तो भएको, खासमा चाहिँ मैले रिसिभ मर्निङमा गर्नु पर्थ्यो, तर मर्निङमा चाहिँ रिसिभ नगरेर चाहिँ यो ढिले भएर चाहिँ यो अलिकति यस्तो भएको छ होइन। भएको त्यो गरमले गर्दा त्यो भएको मात्रै तिर्छ मात्रै हो। वाउ, त्यो हेर्नुहोस् त। कसलाई मनपर्छ प्लिज कमेन्ट गर्नुहोस् है साथीहरू। यत्रो सामान किन पठाएको होला है बहिनीले? किङ चिल्ली अम्बो, नाना बिमार छ भनेर चाहिँ यो सागहरू चाहिँ सबै बहिनीले मलाई पठाइदिएको। घिउ पनि पठाइदिएको हो बेलुकाले। ए घिउ पनि पठाइदिएछ। घिउ पनि पठाइदिएछ। बिचरा कस्तो, मलाई चाहिँ घिउ बिमार भएर चाहिँ कस्तो खानु मन परिरहेको थियो। हेर्नुहोस् न, घिउ पनि पठाइदिएछ बिचरा। थ्याङ्क यू बहिनी, थ्याङ्क यू। यो साग पनि पठाइदिएछ। के साग भन्छ यो? राको साग। तैँले खानु मन पऱ्यो भनिरहेको थियो। गुन्द्री साग, राई साग खानु मन परिरहेको थियो हो। अन्त राई साग चाहिँ नभएर गुन्द्री साग हो। हेर्नुहोस् त साथीहरू, गुन्द्री साग है यो चाहिँ। होइन होला गुन्द्री साग त। गुन्द्री हो, के गुन्द्री भन्छ यसलाई। के साग भन्छ यसलाई? यत्रो सामान पठाइदिएछ। सिक्किम सुप्रिमबाट लिएर आएको रहेछ ताबाको अचार बिचरा। थ्याङ्क यू बहिनी। कस्तो खानु मन परिरहेछ भनेको सबै पठाइदिएछ। फर्सीको मुन्टा त है कम्ती पठाइदिएको थिएन रहेछ। सबै उयो भन्छ नि, बिग्रेछ नि। यो चाहिँ के भन्नु, यो बसवालालाई चाहिँ नि यस्तो भेटेको भएर चाहिँ यस्तो हिर्काउँथ्यो कि। कति पठाइदिएको तर कोही कोही त राम्रो रहेछ हौ। चिप्स पनि पुरा पठाइदिएको रहेछ। नाना उयो के अरे उयो धुनु भन्नु नि भन्दै थियो, आइस पानीमा धुनु भन्दै थियो। यत्रो सामान पठाएछ। किन चाहिँ यत्रो सामान पठाएको होला है बेबीला? पैसा बेसी भएको हो क्या खोर्सानी हेर्नु। अम्मा, यसको लागि चाहिँ थ्याङ्क यू सो मच। घिउ पुरा खानु मन पर्यो। यसको लागि चाहिँ तिमीलाई ल थ्याङ्क यू ल। एउटा बिग्रेन यो चाहिँ। हेर्नु न, कस्तो भुटेर खानु मन पर्यो है। गुन्द्रुक र उयो सिन्की पनि पठाइदिएको छु भने यतापट्टि पायो।
ल अब यति भन्दै के भन्ने बहिनीलाई लु 2 वचन भनिदिइहाल्नु त। ए उयो पनि छ त, यो पनि ल्याउनु नि। बेबीलाई तिमीलाई धन्यवाद ल बिचारा यत्रो सामान पठाइदिएकोमा। म त याद पर्दैन तिमीले यत्रो पठाइदिन्छ भनेर। तितौरा यतिको चाहिँ हुनु पर्यो नि त है। Thank you so much for this है। सबैको लागि धन्यवाद बेबीलालाई हो। अब यति भन्दै हामी चाहिँ आजको भिडियोबाट बिदा माग्न चाहन्छौँ। के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नुहोस् न। हाम्रो चाहिँ दिदी बहिनीहरू यस्तै चल्छ है, यताबाट उता पठाउने उताबाट यता पठाउने हो। अन्त वन्स अगेन है बहिनीलाई धेरै धेरै धन्यवाद छ हो। अब चाहिँ हामी भोलि खाएको भिडियो पनि देखाउनेछौँ। बाई।